बन्ने हो युगको आँखा, खन्ने हो विषको जरा, पार्नु छ धरतीलाई पसिनाले हराभरा। नमस्कार प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आउनुहोस् आजको कक्षामा विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक स्वागत छ। आजको कक्षा हामी अलि फरक किसिमको सामग्रीहरू लिएर उपस्थित भएका छौँ। आजको कक्षामा हामीले पढ्ने कुराहरू लगभग यो शैक्षिक सत्रको पढि पनि सकेका छौँ। अब मूल्याङ्कनको समय आउँदैछ, परीक्षाको समय पनि आउँदैछ। हुन त यस्ता परीक्षाहरू हामीले धेरै परीक्षाहरू पार गर्दै आइसकेका छौँ। यद्यपि परीक्षा भनेपछि हामीलाई अलिअलि सन्तासको विषय पनि बन्न सक्छ। यो सन्तासको विषय होइन, परीक्षा एउटा अवसरको विषय हो। आफूले पढेका कुराहरूको अभिव्यक्ति गर्ने अभिव्यक्ति दिने एउटा समय हो। त्यसैले यसलाई अवसरको रूपमा लिनुपर्छ। परीक्षा कुनै एउटा सन्तास होइन। तसर्थ परीक्षाका सन्दर्भमा प्रश्नहरू, सोधिएका प्रश्नहरूको जवाब कसरी दिने, त्यो तरिकाहरू पनि थाहा पाउनु राम्रो हुन्छ। कहिलेकाहीँ हामी जान्न त धेरै विषयवस्तुहरू जानेका छौँ, तर त्यसको लेखनशील, अभिव्यक्ति कला, प्रस्तुतीकरण शैली राम्रो भएन भने पनि हामीले त्यसबाट जति अङ्क प्राप्त गर्नुपर्ने हो त्यति प्राप्त नगर्न पनि सकिन्छ। त्यसैले आज यसै विषयमा केन्द्रित रहेर विद्यार्थीहरूलाई परीक्षाका सन्दर्भमा पनि सहज रहोस् र सजिलोपन बनोस् भन्ने उद्देश्यले आज हामी यस विषयमा छलफल गर्दैछौँ। त हामीले यसरी छलफल गर्दाखेरि सबैभन्दा पहिला थाहा पाउनु पर्ने कुरा के हो भने हामीलाई विशिष्टीकरण तालिकाले प्रश्न बनाउनको लागि कस्तो प्रश्न रहने, कुन प्रकारको प्रश्न रहने भन्ने किसिमको कुरा विशिष्टीकरण तालिकामा निर्धारण गरिएको हुन्छ। त्यसैले विशिष्टीकरण, यो परीक्षाको तयारी गर्दा विशिष्टीकरण तालिका पनि एउटा साधन हो, जुनबाट हामीले कस्तो, कुन प्रकारको प्रश्न आउँछ, कुन तहको प्रश्न आउँछ, ज्ञान, बोध, प्रयोग, उच्च दक्षता जस्ता प्रश्नका तहहरू हुन्छन्, ती कुन तहको प्रश्न आउँछ, अनि ती तहका नमुना प्रश्नहरू कस्ता हुन सक्छन्, अनि त्यसको नमुना लेखन अथवा त्यसको उत्तर लेख्ने तरिका कस्तो हो, यी विषयमा छलफल गर्नु पनि उपयोगी नै हुन्छ। यसै विचारलाई, यसै तथ्यलाई मध्यनजर गरेर आजको यो कक्षा केन्द्रित रहनेछ। त तपाईहरू पनि पाठ्यपुस्तक अनि अभ्यास पुस्तिका, कलम लिएर तम तयार भइसक्नु भएको छ, होइन त? ल सुरु गरौँ है त। हामी विशिष्टीकरण तालिकाको अध्ययन, नमुना प्रश्न र उत्तर लेखन शिल्प अथवा उत्तर लेखन शैली, कसरी उत्तर लेख्ने, यी तीनवटा विषयवस्तुमा केन्द्रित भएर यो हामी भाषिक संरचना, वर्णविन्यास अर्थात् व्याकरण खण्डको कुरा सबैभन्दा पहिला चर्चा गर्छौँ। तपाईहरू तयार हुनुहुन्छ होइन त? ल अब हामी सुरु गरौँ। ल हेर्नुहोस् त, तपाईहरूले विशिष्टीकरण तालिका यहाँ देखिसक्नु भएको छ। पहिलो प्रश्नमा 4वटा शब्दको अर्थ सोधिएको हुन्छ। त्यसमा 4वटा शब्द पनि यसका क्षेत्रहरू सोधिने क्षेत्र छन्। तत्सम शब्दबाट 2वटा, त्यस्तै गरी तद्भवबाट 1वटा र आगन्तुक शब्दबाट 1वटा गरेर यसरी 4वटा शब्द को अर्थ हामीले जोडा मिलाउनु पर्ने हुन्छ। अर्को समूहपट्टि अर्थात् यी शब्दको अर्थ पनि दिएको हुन्छ, तर त्यता 4वटा नदिएर 6वटा दिएको हुन्छ। अब हेर्नुहोस् त, जस्तै नमुना प्रश्न यहाँ यसरी निर्देशन दिएको छ। समूह कमा दिएका शब्दको अर्थ समूह खबाट पहिचान गरी जोडा मिलाउनुहोस्। प्रश्नको ढाँचा यस्तो रहन सक्छ। अब जस्तो प्रश्नमा समूह कमा के दिएको छ, समन, कर्जा, बरियात, नेपथ्य जस्ता शब्द चाहिँ यहाँ शब्द समूहमा दिएको छ। अनि अर्थको समूहमा चाहिँ पर्दा पछाडिको ठाउँ, जन्ती,
निश्चित अवधिभित्र फिर्ता गर्ने गरी लिएको रकम, ऋण, कठिन परिस्थिति, शान्ति, पर्दा अगाडिको ठाउँ। यसरी अब हामीले यी चारवटा शब्दको अर्थ यहाँ हेरेर छनौट गर्छौँ। कुन चाहिँ होला त? यो शब्दको अर्थ कुन चाहिँ होला? जस्तो समन शब्द। अब हामीले यसको उत्तर कसरी लेख्ने? अब हुन त उत्तर लेख्ने विभिन्न तरिकाहरू हुन्छन्। एउटा सजिलो नमुना चाहिँ म यहाँ प्रस्तुत गर्छु। यसको जवाब तपाईहरूले पनि यहाँ पहिचान गरिसक्नुभयो। समन शब्द कुनसँग मिल्छ? हो, समन शब्द शान्तिसँग मिल्छ। त्यस्तै कर्जा शब्दको अर्थ निश्चित अवधिभित्र फिर्ता गर्ने गरी लिएको रकम, ऋण। त्यस्तै बरियात भनेको जन्ती अनि नेपथ्य भनेको पर्दा पछाडिको ठाउँ। तपाईहरूले अब यो कुरा सोचिसक्नुभयो, यसको जवाब यो हुन्छ भन्ने पहिचान पनि भइसक्यो। अब पहिचान भइसकेपछि हामी यसरी लेख्छौँ। हेर्नुहोस् त, उत्तर लेख्ने तरिका पनि मैले प्रस्तुत गरेको छु। यी अब शब्द अनि अर्थ समनको शान्तिसँग हामीले उतापट्टि पहिचान गरेका थियौँ। त्यस्तै कर्जा निश्चित अवधिभित्र फिर्ता गर्ने गरी लिएको रकम, ऋण अनि बरियात जन्ती नेपथ्य पर्दा पछाडिको ठाउँ। यसरी हामी जोडा मिलाएर शब्द र अर्थका बीच जोडा मिलाएर प्रस्तुत गर्न सक्छौँ। यो तरिकाले उत्तर लेख्दाखेरि स्पष्ट पनि हुन्छ, देखिन्छ पनि। अब त्यस्तै अब 2 नम्बरका विषयमा छलफल गरौँ। अब प्रश्न नम्बर 2 को विशिष्टीकरण तालिकाले दिएको निर्देशनहरू हेरौँ। हेर्नुहोस् त, यहाँ के दिएको छ? अनुच्छेदबाट पर्यायवाची शब्द 1, विपरीतार्थी शब्द 1, त्यस्तै अनेकार्थी श्रुतिसम भिन्नार्थी शब्द मध्ये 1 र सिङ्गो शब्द, समूहवाची शब्द, लौतावाची शब्द मध्ये 1 गरी यसरी यी शब्दहरू, चारवटा शब्दहरू चाहिँ छनौट गरिएको हुन्छ। जस्तो पर्यायवाची, अनुच्छेदबाट पर्यायवाची शब्द 1, विपरीतार्थी 1 अनि अनेकार्थी श्रुतिसम भिन्नार्थी शब्द मध्येबाट 1 र सिङ्गो शब्द, समूहवाची, लघुतावाची मध्ये 3 वटा मध्येबाट 1 हो। यसरी शब्द चाहिँ सोधिएको हुन्छ। यसको अर्थ के रहेछ? पहिला त अनुच्छेद प्रस्तुत गरिएको हुँदो रहेछ, अनि त्यही अनुच्छेदका आधारमा प्रश्न बनाइएको हुँदो रहेछ, अनि त्यसैबाट छनौट गरेर जवाफ लेख्नुपर्ने रहेछ। हो, तपाईहरूले नमुना नै हेरौँ भन्नुभयो। नमुना हेरौँ, प्रश्नको नमुना हेर्नुहोस् त। यहाँ चाहिँ एउटा सानो अनुच्छेद दिएको छ। सूर्यका सुनौला किरण धरतीमा परेपछि पृथ्वी मुसुक्क हाँसिन्, अँध्यारो हटेर उज्यालो छाएपछि सडकमा मानिसको भिड देखियो, ती मानिस आफ्नै सुरमा मन्दिरतर्फ अगाडि बढ्दै थिए। अब यो अनुच्छेदबाट यहाँ प्रश्नहरू सोधिएको छ। जस्तै कमा छ, धरणीको पर्यायवाची शब्द हो। अब हेर्नुहोस् त, धरणीको पर्यायवाची शब्द हो। अब यहाँ धरती, पृथ्वी जस्ता शब्द दिएको छ, होइन? अब यो मध्ये कुनै एउटा हामी यहाँ लेख्न सक्छौँ, भर्न सक्छौँ। त्यस्तै गरी अर्को छ, अँध्यारोको विपरीतार्थी शब्द, अँध्यारो हटेर उज्यालो छाएपछि, यही यसको जवाफ पनि यही पाइँदो रहेछ। त्यस्तै अनेकार्थी शब्द हो। ल, अनेकार्थी शब्द पहिचान गर्नुहोस् त, या कुन चाहिँ होला? हो, तपाईहरूले पहिचान गर्नुभयो। यो सुर शब्द अनेकार्थी शब्द हो। सुरमा भनेको विचारमा, सोचमा भन्ने अर्थ पनि भयो। सुर भनेको घरको कुना पनि हुन्छ। त्यस्तै गरी सुर भनेको चाहिँ देवता पनि हुन्छ, होइन? सुर ताल भनेको अर्को चाहिँ लय पनि हुन्छ। यसरी एउटा शब्दको एकभन्दा बढी अर्थ लागेको छ, होइन त? ल, त्यस्तै मानिसको समूहवाची शब्द के होला? यहाँ चाहिँ मानिसको भिड देखियो। अब यसलाई लेख्ने कसरी? के हामीले धरणीको पर्यायवाची शब्द यसरी पृथ्वी यति मात्रै लेख्यौँ भने, अब क पृथ्वी यति लेख्यौँ भने पुग्यो? हो, यस्तो लेखेर यहाँ भनिएको अनुसार कार्य भएन। जस्तो यहाँ चाहिँ के भनिएको छ भने, खाली ठाउँ भर्नुहोस् भनेपछि पुरा वाक्य चाहिँ लेख्नुपर्ने हुन्छ। ल हेर्नुहोस् त, नमुनाका लागि ल हेर्नुहोस्, धरणीको पर्यायवाची शब्द धरती हो वा पृथ्वी हो, होइन? त्यहाँ धरणी, पृथ्वी वा धरती दिएको छ, होइन? हुन त पृथ्वीका धेरै नाम छन्, धरा, धरित्री, धरणी, छेउणी, वसुधा, वसुन्धरा, पृथ्वी आदि, होइन? अब यहाँ सोधे अनुसार अनुच्छेदमा जे दिएको छ त्यस आधारमा हामीले जवाफ दिनुपर्छ। त्यस्तै गरी
अँध्यारोको विपरीतार्थी शब्द उज्यालो हो, यसरी वाक्य पुरा गर्नु पर्यो। अब त्यस्तै गरी अनेकार्थी शब्द सुर हो अनि मानिसको समूहवाची शब्द भिड हो। हेर्नुहोस् त, अब यसरी प्रश्न नम्बर 2 को उत्तर भनेर प्रश्न नम्बर 2 उत्तर लेख्नुभयो अनि तल चाहिँ यसरी लेख्नुभयो। अब प्रश्न भयो नि, होइन? हामी यसरी अब अल्मलिनु पर्ने अवस्था रहेन। अब त्यस्तै प्रश्न नम्बर 3 का बारेमा पनि छलफल गरौँ। प्रश्न नम्बर 3 चाहिँ कस्तो हुन्छ त? हेर्नुहोस् त, यो पनि शब्द भण्डार अन्तर्गतकै रहेछ। यसमा चाहिँ हामीले वाक्य बनाउनु पर्ने रहेछ। यहाँ परीक्षणीय पक्ष भनेर चाहिँ वाक्य रचना, वाक्य निर्माण गर्ने कुरा रहेछ। अब जस्तो यसका लागि चाहिँ के हुने रहेछ त? अनुच्छेदबाट उखान वा टुक्का मध्ये कुनै एक र अनुकरणात्मक वा प्राविधिक पारिभाषिक मध्ये एक शब्द पहिचान गरी अनुच्छेदको भन्दा फरक वाक्यमा प्रयोग गर्न लगाउने भनेको। कुनै उखान, टुक्का वा पदावलीको प्रयोग त सन्दर्भ अनुसार हुने गर्छ। त्यहाँ अनुच्छेदमा एउटा सन्दर्भ अनुसार दिएको छ, होइन? त्यही सन्दर्भ नभएर फरक सन्दर्भ का ढाँचामा वाक्य बनाउनु पर्ने रहेछ। यसको अर्थ के रहेछ? तपाईँको आफ्नो मौलिक अवस्था अथवा आफ्नो मौलिकता अनुसार, त्यो आफ्नो सन्दर्भ अनुसार कुन सन्दर्भमा कुन अर्थ र प्रयोजनका लागि त्यो वाक्य बनाउने हो, त्यो अनुसार बनाउनुहोस् भनेर यो वाक्य रचनाको सिप चाहिँ खोजिएको रहेछ। अब प्रश्न कस्तो हुन्छ त? हेर्नुहोस् त, भनेपछि यहाँ अनुच्छेद दिएको हुन्छ, एक किसिमको प्रयोग त दिएको हुन्छ। जस्तै आँखामा राखे पनि नबिजाउने भन्ने उखान कसैका निमित्त उपयुक्त हुन्थ्यो भने कृष्णरायका निमित्त हुन्थ्यो। 45 वर्षका कृष्णराय गाउँका सबभन्दा भद्र मानिस थिए। तिनले यता 10-12 वर्षदेखि गाउँभन्दा बाहिर पाइलो राखेका थिएनन्। यसैबाट तिनको शान्त स्वभावको परिचय हुन्छ। कसैलाई कर्जा दिनु तिनी आफ्नो सिद्धान्तको विरुद्ध ठान्थे। अब हेर्नुहोस् त, यहाँ निर्देशन के छ त? दिएको अनुच्छेदबाट एउटा उखान र एउटा पारिभाषिक शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्। माथि नै हामीले विशिष्टीकरण तालिकाबाट थाहा पाइसकेका छौँ कि यही किसिमको सन्दर्भभन्दा फरक किसिमको सन्दर्भको वाक्य बनाउने भनिएको छ, होइन त? सबैभन्दा पहिला त यस्तोमा के गर्नु पर्यो? कुन चाहिँ उखान हो पहिचान गर्नु पर्यो। हो, तपाईँहरूले ठिक पहिचान गर्नुभयो कि यो चाहिँ आँखामा राखे पनि नबिजाउने, यो चाहिँ उखान रहेछ यहाँ, होइन त? अब हामीले यसलाई पहिचान गऱ्यौँ। अब यसलाई राखेर वाक्य बनाउनु छ। त्यसै गरी अर्को पारिभाषिक शब्द पहिचान गर्नुपर्ने रहेछ। हेर्नुहोस् त, यी कर्जा, सिद्धान्त जस्ता शब्द चाहिँ यहाँ पारिभाषिक शब्द दिएको छ। अब यो मध्ये एउटा राख्नु पर्यो। जस्तै अब यसको चाहिँ उत्तर कसरी लेख्ने त? तपाईँहरूले अभ्यास पनि गरिरहनु भएको छ, होइन? मैले नमुनाको लागि यहाँ प्रस्तुत गरेको छु। जस्तै उखान चाहिँ आँखामा राखे पनि नबिजाउने, यसरी हामीले उखान यो हो भनेर त्यहाँ प्रश्न गऱ्यौँ। अब वाक्यमा प्रयोग यसरी गऱ्यौँ। असल र उपयोगी काम गरेर मदनले आँखामा राखे पनि नबिजाउने भन्ने प्रशंसा पाएको छ, होइन? उसले लोकप्रियता पाएको छ। यस्तो किसिमको वाक्य बन्यो। अर्कै प्रसङ्गको भयो, होइन त? त्यहाँ माथि प्रयोग गरिएको भन्दा फरक प्रसङ्गको वाक्य बनेन त? त्यस्तै अर्को हेर्नुहोस् त, पारिभाषिक शब्द के भनेको थियो? कर्जा वा सिद्धान्त। अब यसलाई यहाँ कर्जा कुनै एउटा लेख्नु पर्यो। ऋण लिएपछि समयमै कर्जा भुक्तानी गर्नु आवश्यक हुन्छ। ल, यसरी यो पारिभाषिक र प्राविधिक। अब यहाँ कहिलेकाहीँ चाहिँ टुक्काको प्रयोग, अनुकरणात्मक शब्दको प्रयोग पनि सोधिएको हुनसक्छ। यो चाहिँ एउटा कुनै यो मध्येको भनेर एउटा एक किसिमको नमुना यहाँ प्रस्तुत गरिएको छ। त्यस्तै हामी प्रश्न नम्बर 4 मा जाउँ। अब प्रश्न नम्बर 4 मा हेर्नुहोस् त, केसँग सम्बन्धित हुँदो रहेछ? यो चाहिँ शुद्ध शब्द पहिचान गर्ने सँग सम्बन्धित हुँदो रहेछ, वर्ण विन्याससँग सम्बन्धित हुँदो रहेछ। र यहाँ के छ त? यो पनि शब्द भण्डार अन्तर्गतकै हो। जस्तै पाठमा प्रयोग भएका ब, व, स, स, पञ्चम वर्ण र का विविध रूप प्रयोग भएका शब्द समूहमध्ये कुनै 2वटा शब्द समूहबाट शब्द पहिचान गरी लेख्न लगाउने, होइन त?
हो अब तपाईहरुले राख्नुभयो रका विविध रूप भनेर चाहिँ कस्तो ल हेर्नुस् त म यहाँ देखाउँछु है त हेर्नुस् है त यी अब जस्तो खर्च लेख्दाखेरि चाहिँ या र चाहिँ आदि र चाहिँ अर्को वर्णमाथि यस्तो रेफको रूपमा प्रयोग भएको छ अर्थात् वर्षा भन्दा पनि यसरी प्रयोग भएको छ हैन त अब त्यस्तै गरी अब डोर्याउनु लेख्यो भने यी यस्तो रूपमा छ अथवा रियाल लेख्नु पर्यो भने यसरी लेखिन्छ रियाल लेखिन्छ हैन त अब र्याक पनि त्यसै गरी लेखिन्छ यो पनि र प्रयोगकै अवस्था भयो हैन त त्यस्तै गरी अब ट्रक ड्रम जस्ता शब्द पनि र प्रयोगकै अवस्था भयो हैन त्यस्तै क्रम जस्ता शब्द पनि र प्रयोगकै अवस्था भयो अब ऋषि जस्ता शब्दहरू पनि अब र प्रयोगकै अवस्था भयो हैन त यसरी हो यी विभिन्न मध्ये कुनै सोध्न सकिने शुद्ध पार्न सकिने भनेर चाहिँ यहाँ प्रयोग गरिएको रहेछ हो 12-13 मा पनि त्यस्तै हो जस्तो हृदयमा पनि हृदय अथवा 12-13 यसरी पनि यी पनि र प्रयोगकै अवस्थाहरू हुन् हैन त हो अब त्यस्तै अब पञ्चम वर्णको कुरा आइहाल्यो हैन पञ्चम वर्ण भनेको ङ न म य अण आदि यी 5 वटा वर्णहरू अब यो मध्ये कुनै 2 वटा शब्द समूहबाट सोध्ने रहेछ शब्द शुद्ध शब्द हामीले चाहिँ छनौट गर्नुपर्ने रहेछ शब्दहरू त्यहाँ दिएका हुन्छन् दिएका शब्द मध्येबाट छनौट गर्नुपर्ने रहेछ यसमा चाहिँ 2 वटा प्रश्न हुँदो रहेछ एउटा क अब वर्ण पहिचान गर्ने कुन ठीक वर्णसँग लेखिएको शब्द हो त्यस्तै अर्को चाहिँ एउटा शब्दमा एउटा मात्र अशुद्धि पर्ने गरी ह्रस्व 1 दीर्घ 1 लेख्य चिन्ह मध्येबाट 1 पदयोग पदवियोग चन्द्रबिन्दु शिरबिन्दु ए छ त्यस्तै ज्ञ मध्ये 1 भनेर यसरी छनौट गरिएको स्पष्ट पारिएको रहेछ हैन त यो भनेको के रहेछ त भने वाक्य दिएको हुन्छ त्यो दिएको वाक्यमा 4 वटा अशुद्धि हुँदो रहेछ त्यो 4 वटा अशुद्धिको क्षेत्र के रहेछ त एउटा चाहिँ ह्रस्व लेख्नु पर्नेलाई अब त्यहाँ बिगारेर के गरिएर दिएको हुन सक्छ दीर्घ दिएको हुन सक्छ इकार उकार ह्रस्व इकार वा ह्रस्व उकार अब त्यस्तै गरी दीर्घ लेख्नु पर्ने ठाउँमा दीर्घ उकार वा दीर्घ इकार यसरी अब यो पनि के राम्रो हुन सक्छ के गरिएको हुन सक्छ भने ह्रस्व इकार बिग्रिएको छ भने दीर्घ उकार अब बिग्रिएको पनि हुन सक्छ त्यसरी दुईटै ह्रस्व इकार इकार दुईटै ह्रस्व उकार उकार भन्दा एउटा ह्रस्व इकार वा दीर्घ ह्रस्व उकार र अर्को चाहिँ दीर्घ उकार इकार वा दीर्घ उकार यो मध्येबाट यसरी शब्दहरू दिएको हुँदो रहेछ त्यस्तै गरी अर्को बुझ्नुपर्ने पदयोग पदवियोग भनेको शब्द जोडिने हो तपाईहरु ठिकै भन्दै हुनुहुन्छ जस्तो नामयोगी शब्दहरू विभक्तिका चिन्हहरू समास भएर बनेका शब्दहरू यस्ता शब्दहरू चाहिँ योग हुने शब्द हुन् योग भनेको जोडिने पदयोगको कुरा आयो अब पदवियोग भनेको छुट्टिने शब्दहरू हैन त हो यी कुराका आधारमा चाहिँ हामी छुट्याउनु पर्ने रहेछ यसरी 4 वटा त्रुटिहरू दिएको हुँदो रहेछ 4 वटा त्रुटि पहिचान गरिसकेपछि हामी प्रश्नपत्रमा 4 वटा त्रुटि पहिचान गरिसकेपछि अब त्यसलाई शुद्ध पारेर लेख्छौं प्रश्नको नमुना यस्तो हुन्छ हेर्नुस् त यी अब यहाँ चाहिँ अ र आ मा दुईटा शब्द छनौट गर्नुपर्ने छ तपाईहरुले छनौट पनि गरिसक्नु भयो त्यस्तै हेर्नुस् त यो ख मा चाहिँ 4 वटा त्रुटिहरू दिएको हुन्छ 4 वटा त्रुटि हामी पहिचान गर्छौं 4 वटा त्रुटि के हुन्छ हामीले अघि विशिष्टीकरण तालिकाबाट पनि यो कुरा थाहा पाइसकेका छौं कि यहाँ हेर्नुस् त यो प्रश्नमा ख मा दुलहा दुलही भन्दाखेरि यो दु चाहिँ ह्रस्व हुनुपर्ने दीर्घ दिएको रहेछ अनि त्यसपछि यहाँ बसेर पछि यो पछि चाहिँ जोडिनु पर्ने शब्द नामयोगी शब्द अब यो चाहिँ जोडिएको छैन त्यस्तै गरी यसलाई जोड्नु पर्ने रहेछ अब त्यस्तै गरी यहाँ चाहिँ यताउति भन्दाखेरि यो टी ह्रस्व हुनुपर्ने दीर्घ रहेछ अनि यहाँ चाहिँ
खै सन्धि पाल्नु भएको छैन, यो सोधिएको छ। त्यसैले यहाँ प्रश्नवाचक चिन्ह राख्नुपर्ने रहेछ। हामीले यी 4वटा त्रुटि पहिचान गऱ्यौँ। त यो त्रुटि पछाडि यो त्रुटि चाहिँ एउटै शब्दमा 2वटा त्रुटि गरिएको हुँदैन। एउटा शब्दमा कुनै एउटा त्रुटि हुन सक्छ। त्यसरी त्यो त्रुटि पहिचान गरेर हामीले यसलाई लेख्नुपर्ने हुन्छ। त अब हेर्नुस् त यसलाई शुद्ध पारेर कसरी लेखियो। अब उत्तर लेख्ने तरिका पनि तपाईहरुले उत्तर थाहा पाइसक्नु भएको छ र लेख्ने तरिका यसरी प्रस्तुत गर्नुभयो भने यसलाई प्रष्टसँग बुझ्न सकिन्छ। अब हामी जाँदैछौँ प्रश्न नम्बर 5 मा। प्रश्न नम्बर 5 हेर्नुस् त। अब यहाँ चाहिँ यो प्रश्न रहेको छ, प्रश्न केन्द्रित छ पदवर्गसँग। यहाँ के स्पष्ट पारिएको छ त, यो पदवर्ग सम्बन्धी कसरी कुन क्षेत्रबाट सोध्ने। त बढीमा 4 वाक्य दिएर नाम, सर्वनाम, विशेषण, क्रियापदबाट 4 र क्रियायोगी, नामयोगी, संयोजक, विस्मयादि बोधक, निपातबाट 2वटा शब्द पर्ने गरी रेखाङ्कन गरी पदको वर्ग पहिचान गर्न लगाउने। यसमा कुनै एक शब्द पदवर्ग विचलन भएको दिने भनिएको रहेछ, हैन त। जम्मा 6वटा शब्दमा रेखाङ्कन गरिएको हुन्छ। अब ती रेखाङ्कन गरिएका शब्द नाम, सर्वनाम, विशेषण, क्रियापद यी 4वटाबाट 4वटा शब्द भए। अरु चाहिँ यो नामयोगी, क्रियायोगी, संयोजक, विस्मयादि बोधक, निपात मध्येबाट 2वटा, अनि यो मध्ये कुनै एउटा चाहिँ विचलन हुने हो। अब यहाँ चाहिँ विचलनको कुरा आएको छ। विचलन भनेको चाहिँ जस्तो सर्वनाम शब्दले सर्वनामकै रूपमा काम गर्नु विचलन होइन। अब कहिलेकाहीँ सर्वनाम शब्द विशेषणको रूपमा या नाम शब्द विशेषणको रूपमा या विशेषण शब्द नामको रूपमा यसरी आफ्नो पद छोडेर अर्को ठाउँमा उपयोग हुन पुग्यो भने, त्यो अर्को भूमिका निर्वाह गर्यो भने त्यो चाहिँ विचलन हुन्छ। जस्तै अब हामी प्रश्नबाट पनि यो कुरा बुझ्न सक्छौँ। एउटा नमुना प्रश्न हेरौँ। अब जस्तो परिश्रमीले परिश्रम गर्छन् र सफलता पाउँछन्। यहाँ निर्देशन यस्तो छ, दिएको अनुच्छेदमा रेखाङ्कन गरिएका शब्दको शब्दवर्ग पहिचान गर्नुहोस्। परिश्रमीले परिश्रम गर्छन् र सफलता पाउँछन्। परिश्रमी मानिसकै कारणले समाज बदलिन सक्छ, तर उनीहरूले सोचे अनुसार समाज परिवर्तन हुन सकेको छैन। हो, यहाँ परिश्रमी शब्द छ, यहाँ पनि परिश्रमी शब्द छ। हेर्नुहोस् त, यहाँ परिश्रमीले भन्दा नामको रूपमा छ। यो पनि परिश्रम गर्छन्, के गर्छन्, परिश्रम गर्छन्, यो पनि नामको रूपमा छ, हैन त। यहाँ रेखाङ्कन परिश्रम छ, नामको रूपमा छ। त्यस्तै पाउँछन् के भयो भन्नुहोस् त, हो क्रियापद। यो परिश्रमी चाहिँ के हो त, यहाँ विशेषणको रूपमा प्रयोग भएको छ। मानिस कस्तो, परिश्रमी। त्यसैले अब अर्को चाहिँ यहाँ तर संयोजक, उनीहरू सर्वनाम, त्यस्तै अनुसार नामयोगी। तपाईहरुले ठिक मिलाउनु भएको छ। अब यसलाई हामी यसरी लेख्न सक्छौँ। ल हेर्नुहोस् त, उत्तर लेख्ने तरिका चाहिँ यस्तो हो। अब त्यस्तै प्रश्न नम्बर 6 तिर जाउँ है त। ल हेर्नुहोस् त, प्रश्न नम्बर 6 मा यहाँ चाहिँ यो शब्द निर्माण प्रक्रिया अन्तर्गत सोधिने प्रश्न रहेछ। यस्तोमा चाहिँ के हुन्छ, बढीमा 3 वाक्यसम्मको अनुच्छेद दिई अनुच्छेदबाट 2वटा उपसर्ग र 2वटा प्रत्यय व्युत्पन्न शब्द पहिचान गरी निर्माण प्रक्रिया समेत देखाउन लगाउने। यसो भनेको के रहेछ, अनुच्छेद दिएको हुन्छ, त्यो अनुच्छेदमा यस्ता शब्दहरू उपसर्ग र प्रत्यय लागेका शब्दहरू प्रयोग भएका हुन्छन्। ती शब्दहरू हामीले त्यो प्रयोग भएको अनुच्छेदबाट पहिचान गर्नु पर्यो र त्यसलाई चाहिँ निर्माण प्रक्रिया पनि देखाउनु पर्ने हुन्छ, हैन त। एउटा काम यो भनेको रहेछ। अब दोस्रो काम चाहिँ यहाँ के भनेको रहेछ, खमा यहाँ 2वटा प्रश्न हुँदो रहेछ। अब खमा चाहिँ बढीमा 3 वाक्यसम्मको अनुच्छेद दिई अनुच्छेदबाट एउटा समस्त शब्द भनेको समास भएर बनेको शब्द, अनि अर्को चाहिँ पहिचान समस्त शब्द पहिचान गरी विग्रह गर्ने। विग्रह भनेको चाहिँ समास चाहिँ कसरी भयो, कुन शब्दहरू जुटेर अथवा कसरी बनेको छ त, त्यो समस्त शब्द कसरी बनेको छ त्यसलाई छुट्याएर देखाउने काम चाहिँ विग्रह हो। यसरी एउटा विग्रह पदावली, एउटा चाहिँ समस्त शब्द दिएको हुँदो रहेछ। समस्त शब्दलाई चाहिँ विग्रह गरेर देखाउनु पर्यो, अनि विग्रह भएको पदावलीलाई चाहिँ समास बनाएर देखाउनु पर्यो। यहाँ अर्को काम भयो। यसैसँग अर्को पनि कुरा गाँसिएको रहेछ। यहाँ के भयो, के गाँसिएको छ त भने
द्वित्व भएर बनेका शब्द कुनै दुईवटा शब्द पहिचान गरी निर्माण प्रक्रिया देखाउन लगाउने हो। यी प्रश्नमा अब हामी अल्मलिनु भएन। अब जस्तो प्रश्न हेरौँ त, यहाँ प्रश्नबाट पनि अझ स्पष्ट हुन्छ। जस्तो यहाँ हेर्नुहोस्, अब यो पहिलो कमा दिएको छ, यहाँ चाहिँ उपसर्ग लागेका दुईवटा र प्रत्यय लागेका दुईवटा शब्द पहिचान गर्नुपर्ने छ यो अनुच्छेदबाट। ल हेर्नुहोस्, पर्यटकको उपस्थितिले हाम्रो सामाजिक र सांस्कृतिक वातावरणमाथि प्रतिकूल प्रभाव पर्न र पार्न दिनु हुँदैन। यस अभियानमा हामी सबै जुटौँ, यो असल भावनाको विकसित रूप हो। हेर्नुहोस् त, यो प्रश्नमा अब उपसर्ग लागेका शब्द पहिचान गर्नु पर्यो। ल कुन कुन होला? यहाँ हामीलाई चाहिँ दुईवटा मात्रै पहिचान गरे पुग्छ। हुन त यहाँ दुईवटा भन्दा बढी नै दिएका छन्। हो, जस्तै हेर्नुहोस् न, यी पर्यटक शब्द पनि उपसर्ग लागेर बनेको छ। त्यस्तै गरी प्रतिकूल शब्द पनि उपसर्ग लागेको छ, प्रभाव पनि छ, त्यस्तै अभियान शब्द पनि छ, होइन त? यी शब्दहरू चाहिँ उपसर्ग लागेर बनेका हो। उपसर्ग भनेको शब्दको सुरुमा लाग्ने, अब प्रत्यय भनेको शब्दको अन्त्यमा लाग्ने। हेर्नुहोस् त, अब चाहिँ यहाँ के होला? यी सामाजिक शब्द छ, सांस्कृतिक शब्द छ, होइन, विकसित शब्द छ। यो मध्ये कुनै दुईटा लेख्नुपर्ने रहेछ। अब त्यस्तै खमा प्रश्न हेरौँ है त। हामीले कको पहिचान गऱ्यौँ, लेख्ने तरिका म भन्छु। अब त्यस्तै गरी खमा दिएको अनुच्छेदबाट एउटा समस्त शब्द पहिचान गरी विग्रह गर्नुहोस्। एउटा विग्रह पदावली पहिचान गरी समस्त शब्द बनाउनुहोस् र द्वित्व प्रक्रियाबाट बनेका दुईवटा शब्द पहिचान गरी निर्माण प्रक्रिया समेत देखाउनुहोस्। अब यसमा पनि तीनवटा काम गर्नुपर्ने छ। एउटा चाहिँ समस्त शब्द कुन पहिचान गर्ने र त्यसलाई विग्रह गरेर देखाउने। त्यस्तै गरी यहाँ चाहिँ विग्रहित शब्द कुन छ त्यो पहिचान गरेर त्यसलाई समस्त शब्द बनाउने। अनि दुईवटा चाहिँ हामीले द्वित्व भएर बनेका शब्द खोज्ने र त्यसको पहिचान गर्ने र त्यसको चाहिँ निर्माण प्रक्रिया देखाउने हो। अब यहाँ तपाईँहरूले बुझिसक्नु भएको छ। जस्तै हेर्नुहोस् त, यहाँ समस्त शब्द डाँडा घरे शब्द छ, होइन त? अब त्यस्तै गरी विग्रहित अवस्थाको शब्द पूजाको थाली छ। त्यस्तै गरी अर्को समस्त शब्द यहाँ सयपत्री पनि छ, होइन त? अर्को चाहिँ फुल र माला पनि छ, होइन त? हो, फुल र माला विग्रहित अवस्थाको छ। अब त्यस्तै गरी यहाँ चाहिँ ससाना, पालै पालो, हात हात जस्ता शब्द चाहिँ द्वित्व भएर बनेका शब्द छन्। अब यसको जवाब चाहिँ हामी यसरी लेख्छौँ। हेर्नुहोस् त, उत्तर लेख्ने तरिका चाहिँ अब हामीले अघि पहिचान गरिसकेका छौँ। प्रश्न राम्ररी पढ्यौँ, राम्ररी बुझ्यौँ, पहिचान गऱ्यौँ। अब यसलाई उत्तर पुस्तिकामा चाहिँ हामी यसरी अभिव्यक्त गर्छौँ, होइन त? जस्तै यी उपसर्ग लागेका शब्द र शब्द निर्माण प्रक्रिया यसरी छुट्याएर लेख्नुभयो भने, उत्तर पुस्तिकामा लेख्नुभयो भने परीक्षकलाई पनि सजिलो हुन्छ। तपाईँहरूले लेख्न खोजेको कुरा पनि स्पष्टसँग देखाउन सकिन्छ। त्यस्तै हेर्नुहोस् त, हामीलाई कुनै दुई उपसर्ग लाग्यो भनेको छ, या हामीलाई सजिलो लागेका छान्यौँ। त्यो मध्ये शब्द त्यो छुट्याउन जान्ने अथवा त्यसलाई चाहिँ सहज हुने किसिमले हामीले छनौट गऱ्यौँ। प्रभाव र अभियान शब्द चाहिँ छनौट गऱ्यौँ, यसरी देखायौँ। त्यस्तै गरी अब प्रत्यय लागेका शब्द पनि हामी यसै गरी देखाउँछौँ। हेर्नुहोस् त, सामाजिक र सांस्कृतिक, इका इदका, होइन? अथवा यो इका लागेकै दुईवटा नराखौँ भने विकास प्लस इत विकसित पनि हुनसक्छ, होइन त? ल, यसरी हामी पहिलो कको जवाफ यसरी दियौँ, होइन त? यसरी लेख्यौँ। अब खको कसरी होला त? ल हेर्नुहोस्, अब खको पनि यसरी लेखियो भने स्पष्ट हुन सक्छ। जस्तै एउटा समस्त शब्द खोज्नुहोस् भनेको थियो। सयपत्री, 100वटा पत्र छन् जसमा, होइन? अब त्यस्तै गरी विग्रहित अवस्थाको शब्द चाहिँ कुन छ त? हो, पूजाको थाली, पूजा थाली छ। अब अर्को हेर्नुहोस् त, यो द्वितीय शब्दमा यहाँ हामीले दुईटा शब्द देखाउनु भनेको छ। दुईटा शब्द देखाएका छौँ। यहाँ हुन त अर्को शब्द पनि छ। अब यसरी हामीले यो शब्द, यो निर्माण प्रक्रिया यसरी देखायौँ। तपाईँहरूले बुझिसक्नु भएको छ। अब हामी प्रश्न नम्बर 7 तिर प्रवेश गर्दैछौँ। प्रश्न नम्बर 7 चाहिँ काल र पक्षसँग सम्बन्धित छ। अनि यसमा चाहिँ कालका कुनै एक पक्षका 4 वाक्य दिएको अनुच्छेद हुन्छ। त्यो अनुच्छेदमा चाहिँ माथि निर्देशन दिएको हुन्छ। त्यो निर्देशन अनुसार हामी परिवर्तन गर्छौँ। कालको कुन पक्षका वाक्यहरू राखिएको अनुच्छेद छ
त्यहाँ निर्देशनअनुसार ती वाक्यहरूलाई हामीले भनेअनुसार निर्देशनअनुसार परिवर्तन गर्नुपर्ने हुन्छ। जस्तै उदाहरणको लागि हेर्नुहोस् त, यहाँ चाहिँ दिएको अनुच्छेदलाई अज्ञात भूतकालमा परिवर्तन गर्नुहोस्। अब यसलाई यहाँ रमेश विद्यालयबाट घर फर्किनेछ, यहाँ चाहिँ व्यावसायिक खेती गर्नेछ, आम्दानी गर्नेछ, दिनेछ जस्ता चाहिँ यहाँ भविष्यकालीन क्रियापदहरू प्रयोग गरिएको छ। अब यसलाई चाहिँ अज्ञात भूतमा लैजानु छ। हो, अज्ञात भूतका पक्षमा कस्ता क्रियापद प्रयोग हुन्छन् तपाईँहरू ठिक सोच्दै हुनुहुन्छ। जस्तो हेर्नुहोस् त, अब नमुना जवाफ हामी यसरी लेख्न सक्छौँ, फर्किनेछ को फर्किएछ। अब अरू त कुरा उही हो। त्यस्तै गरी गर्नेछ, यहाँ खेती गर्नेछ, गरेछ, व्यावसायिक तरकारीबाट आम्दानी गरेछ, अनि सक्ने प्रेरणा दिएछ। यसरी चाहिँ हामी अज्ञात भूतमा परिवर्तन गर्छौँ र लेख्छौँ। अब हामी अर्को प्रश्न नम्बरतिर जाँदैछौँ। प्रश्न नम्बर 8मा हेर्नुहोस् त। प्रश्न नम्बर 8 चाहिँ क्रियाको भाव वा अर्थसँग सम्बन्धित छ। यो प्रश्न यहाँ कुनै दुईवटा प्रश्न सोधिएका हुन्छन्, त्यो मध्ये कुनै एउटा आफूलाई सजिलो लागेको छनौट गरेर क वा ख को चाहिँ हामी जवाफ लेख्छौँ। अब यसमा के भनिएको हुँदो रहेछ, शीर्षक दिएर क्रियाको भाव वा अर्थ, सामान्य अर्थ, इच्छार्थ, सङ्केतार्थ, सम्भावनार्थ, आज्ञार्थ मध्ये कुनै एकको प्रयोग गरी 4 वाक्यमा वर्णन गर्न लगाउने भनेर छ। अर्को चाहिँ लिङ्ग, वचन, पुरुष, आदर मध्ये कुनै एकबाट अनुच्छेद दिई निर्देशन अनुसार अनुच्छेद पुनर्लेखन गर्न लगाउने। ल, अब यसको प्रश्न कस्तो हुन्छ एकचोटि प्रश्न हेरौँ। जस्तै आज्ञार्थकका फरक फरक क्रियापद प्रयोग गरी 4 वाक्यमा आफ्ना भाइलाई परीक्षाका तयारीका बारेमा सल्लाह दिनुहोस्, यस्तो सोधिएको रहेछ। अनि अर्को चाहिँ दिएका अनुच्छेदका स्त्रीलिङ्गी वाक्यलाई पुलिङ्गी वाक्यमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस्। जस्तै यहाँ हेर्नुहोस् त, यो ऊ काठमाडौँबाट पोखरा गइछ। अब यसलाई चाहिँ पुलिङ्गी क्रियापद प्रयोग गर्नुपर्ने भयो। यो कर्ता पुलिङ्ग बनाएर यो अनुसार जाने भयो, होइन त। अब जवाफ कस्तो हुन्छ त यसको, हेर्नुहोस् त, यहाँ त शीर्षक पनि दिनुहोस् भनेको छ, होइन त। अब जस्तो परीक्षाको तयारी वा भाइलाई सल्लाह भन्ने कुनै एउटा शीर्षक दिन्छ, यो चाहिँ यहाँ शीर्षक दिइयो। अब बाबुभाइ यहाँ सल्लाह देऊ भनेको छ, त्यसैले बाबुभाइ परीक्षाको त्रास मनबाट हटाऊ, विगतका प्रश्नको नमुना उत्तर लेख्ने अभ्यास गर, परीक्षामा दिएको प्रश्न राम्ररी बुझेर पढ, प्रश्न पढेर बुझेपछि उत्तर लेख। यसरी चाहिँ भाइलाई परीक्षाको तयारीका सन्दर्भमा सल्लाह दिएको छ, होइन त। शीर्षक पनि राखिएको छ। अब अर्को चाहिँ लिङ्ग, वचन, पुरुष, आदर मध्येको वाक्य परिवर्तन, यहाँ चाहिँ त्रिलिङ्गी वाक्यलाई पुलिङ्गी वाक्यमा परिवर्तन गर्नु छ, होइन त। त्यसैले ऊ काठमाडौँबाट पोखरा गएछ, उसले बाटोमा थुप्रै मानिस देखेछ, उसले आफूसँगै बसेको एकजनालाई साथी बनाएछ, उसले लैङ्गिक अधिकारका बारेमा कुरा गरेछ। यसरी हामी परिवर्तन गर्न सक्छौँ। अब त्यस्तै अर्को हेर्नुहोस् त, 9 नम्बरको प्रश्न। यहाँ चाहिँ वाक्य संश्लेषण विश्लेषण हो। संश्लेषण भनेको जोड्ने, विश्लेषण भनेको सिङ्गो वाक्यलाई टुक्राएर 2 वा 2 भन्दा बढी वाक्य बनाउने। त्यस्तै अर्को चाहिँ त्यसमध्येबाट एउटा, वाच्यबाट एउटा, प्रेरणार्थकबाट एउटा, प्रत्यक्ष कथन वा अप्रत्यक्ष कथनबाट एउटा वाक्य पर्ने गरी 4 प्रश्न दिई कोष्टकको निर्देशनका आधारमा वाक्य परिवर्तन गर्न लगाउने भनेर यो वाक्यान्तरण सम्बन्धी विशिष्टीकरण तालिकाले चाहिँ निर्देशन गरेको रहेछ। अब प्रश्न कस्तो हुन्छ हेर्नुहोस् त, प्रश्न चाहिँ यस्तो खालको हुन्छ। अब यहाँ चाहिँ पहिलोमा कमा ऊ गीत गाएर नाच्छ, वाक्य विश्लेषण भनेपछि यसलाई 2टा वाक्य बनाउनुहोस् भनेर छ। अब त्यस्तै खमा आफू त विद्यालय गयो, यो चाहिँ कर्तृवाच्यमा लैजानु पर्ने रहेछ। उनी खाजा खान्छन्, प्रेरणार्थक। त्यस्तै सबैले असहायलाई सहयोग गर्नुपर्छ भनी आमाले भन्नुभयो, यसलाई चाहिँ यो अप्रत्यक्ष कथनको वाक्य छ। अब यसलाई प्रत्यक्ष कथनमा ल्याउनु रहेछ। अब हेर्नुहोस् त, उत्तर चाहिँ हामी अब यसरी लेख्छौँ। उत्तर लेख्ने तरिका यस्तो, तपाईँले अघि बुझिसक्नु भएछ, भन्नु पनि भएको छ। हो, ऊ गीत गाउँछ, ऊ नाच्छ, म त विद्यालय गएँ। हो, यसै गरी आमाले उनलाई खाजा खुवाउनुहुन्छ। त्यस्तै आमाले भन्नुभयो सबैले असहायलाई सहयोग गर्नुपर्छ। ल, हामी अब प्रश्न नम्बर 10 तिर प्रवेश गर्दैछौँ। यो चाहिँ भाषिक संरचना, पहिचान र प्रयोगसँग सम्बन्धित प्रश्न रहन्छ। यसका लागि चाहिँ
कस्तो व्यवस्था छ त विशिष्टीकरण तालिकामा तोकेको छ भने जस्तै पाठ्यपुस्तकमा समाविष्ट गद्य विधाबाट बढीमा 125 शब्दसम्मको अनुच्छेद दिई कमा चाहिँ गद्यांशबाट करण वा अकरण वाक्य दिई वाक्य परिवर्तन गर्न लगाउने, खमा कारक र विभक्ति प्रयोग भएको कुनै शब्दलाई रेखाङ्कन गरी कारक र विभक्ति दुवै पहिचान गर्न लगाउने, गमा गद्यांशको कुनै वाक्य दिई उद्देश्य र विधेय पहिचान गर्न लगाउने वा कुनै आलङ्कारिक वाक्य अंश दिई व्याकरणिक पदक्रममा परिवर्तन गर्न लगाउने वा व्याकरणिक पदक्रम मिलेको वाक्य दिई आलङ्कारिक पदक्रममा वाक्य परिवर्तन गर्न लगाउने, त्यस्तै गद्यांशको कुनै एउटा वाक्य दिई सरल संयुक्त र मिश्र मध्ये कुनै एकमा परिवर्तन गर्न लगाउने। अब प्रश्न चाहिँ कस्तो हुन्छ त ल हेर्नुहोस् त। अब प्रश्न चाहिँ यस्तो ढङ्गको छ, यस्तो ढाँचामा प्रस्तुत गरिएको छ। जस्तो यहाँ एउटा दृष्टांशबाट पढिएको पाठबाटै एउटा अनुच्छेद चयन गरिएको छ। एक दिनको घटना उदाहरणस्वरूप तिनका सामान्य आउन थाल्यो। गोविन्द पण्डित र गोरे जमदारको खेतको झगडा धेरै दिनदेखि चलिआएको थियो, तर त्यस दिनको जस्तो कुटामारी कहिल्यै भएको थिएन। कृष्ण राय सदाको जस्तै मध्यस्थ भए र बानीले प्रेरित भए चाहिँ ती झगडियालाई झगडाका परिणाम दुष्परिणाम बुझाउन थाले। हेर गोविन्द पण्डित, हेर गोरे जमदार, झगडा गरेर के लाभ, आपस्तमा मिल खाऊ। यहाँ रेखाङ्कन गरिएको भने यहाँ हेर्नुहोस् त, रेखाङ्कन गरिएको छ। आपस्तमा मिल खाऊ पिऊ र ईश्वरको भजन गर। यति उपदेशमै तिनीहरू झगडा गर्न छोड्ने भए तिनीहरू कहिल्यै पनि झगडा गर्ने थिएनन्। तिनीहरू मिल्न मानेनन् र बिचरा मध्यस्थलाई कर लागेर गोरे जमदारका पक्षमा न्याय दिनु पर्यो। यस झगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान्। फेरि एउटा मास्टर र कैयाँका झगडामा न्याय कैयाँका पक्षमा हुँदा मास्टरले रिसाएर भनेको थियो, हेर्नुहोस् कृष्ण रायजी, फैसलालाई त म आफ्नो शिरमा राख्छु, तर कैयाँ कैयाँ नै हुन्, काम लाग्ने छैनन्। ल अब यसमा प्रश्नहरू कस्तो किसिमका हुन्छन् त हेर्नुहोस् त। प्रश्नहरू हामीले माथि विशिष्टीकरण तालिकामा नि छलफल गरिसक्यौँ। अब यहाँबाट वाक्य छनौट गरिएको छ। त्यस दिनको जस्तो कुटामारी कहिले भएको थिएन। अब यस वाक्यलाई करणमा बदल्नुहोस्। त्यस्तै रेखाङ्कित आपस्तमा शब्दका कारक र विभक्ति पहिचान गरी लेख्नुहोस्। त्यस्तै कृष्ण राय सदाको जस्तै मध्यस्थ भए यस वाक्यका उद्देश्य र विधेय लेख्नुहोस्। यस झगडामा मध्यस्थ भएर तिनले निश्चय नै गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान्। यस वाक्यलाई मिश्र वाक्यमा परिवर्तन गर्नुहोस्। ल अब तपाईँहरूले यसको उत्तर पनि मनमा नै सोचिसक्नु भएको छ के लेख्ने भनेर। लेख्ने तरिका हेर्नुहोस् त। अब कमा चाहिँ यसलाई अकरण बाट करणमा ल्याउन भनिएको छ होइन त। अब जस्तो त्यस दिनको जस्तो कुटामारी सधैँ भएको थियो, त्यहाँ दोहोरो अकरण छ, कहिल्यै भएको थिएन, सधैँ भएको थियो होइन त। त्यस्तै आपस्तमा शब्दमा रेखाङ्कन गरेका छ, त्यो चाहिँ अधिकरण कारक र सप्तमी विभक्तिको रूपमा प्रयोग भएको छ। त्यस्तै यहाँ चाहिँ उद्देश्य र विधेय पहिचान गर्न लगाइएको छ। कृष्ण राय चाहिँ उद्देश्य हो यस वाक्यको भने भए चाहिँ विधेय हो। त्यस्तै गरी अब यस वाक्यलाई चाहिँ मिश्र वाक्य बनाउनु भनिएको थियो होइन। जुन झगडामा तिनी मध्यस्थ भए त्यस झगडामा तिनले गोविन्द पण्डितलाई आफ्नो शत्रु बनाए होलान्। हो, यसरी हामीले आजको कक्षामा चाहिँ प्रश्न नम्बर 1 देखि प्रश्न नम्बर 10 सम्म सोधिने प्रश्नका सम्बन्धमा छलफल गऱ्यौँ। यसबाट निश्चय नै तपाईँहरूलाई पक्कै पनि अब उत्तर कसरी लेख्ने भनेर अलमलमा पर्नु पर्दैन। तपाईँहरू उत्तर लेख्ने तरिका, प्रश्नका क्षेत्र, सोधिने प्रश्नको नमुना, त्यसै गरी उत्तर लेखनको नमुना पनि तपाईँहरूले अभ्यास गरिसक्नु भएको छ। अब बाँकी अंश यसै गरी प्रस्तुत गरिनेछ।